हेलो गाइज, आज हाम्रो न्युजिल्यान्डको ट्रिपको डे 5 रहेको छ अनि आज चाहिँ हामी सटर जेट बोट राइडको लागि जाँदैछौँ क्विन्सटाउनमा। अहिले चाहिँ हामी क्विन्सटाउनमा छौँ। आज चाहिँ हामी क्विन्सटाउन बसेर भोलि चाहिँ क्विन्सटाउनबाट क्राइस्ट चर्च हामी फेरि ब्याक रोड ट्रिप गर्नेवाला छौँ अनि त्यसपछि त्यहाँबाट चाहिँ हामी अकल्यान्ड जानेवाला छौँ। आशा छ अझै भिडियोहरू आउने क्रम जारी नै रहन्छ। यो चाहिँ हामी क्विन्सटाउनमा पार्किङ पाउन एकदमै गाह्रो छ, त्यही भएर पार्किङ अलि 15 मिनट टाढा गरेर हामी चाहिँ त्यहाँ जेट बोट राइडमा पुग्नेवाला छौँ। क्विन्सटाउनको वेदर हेर्नु होला कति राम्रो रहेको छ। अहिले चाहिँ अटम सिजन रहेको छ क्विन्सटाउनमा अनि हामी त्यो माथिको केबल कार पनि जानेवाला छौँ आज। त्यसलाई चाहिँ गुन्डाला भन्नेवाला हो। अहिले चाहिँ हामी यो एडभेन्चर गर्नेवाला छौँ। यसको नाम रहेको छ केजेट होइन, कोवारू एन्ड सर्ट ओभर राइड्स। यो चाहिँ यो क्विन्सटाउनको रिभरमा हुनेवाला छ अनि हामीले चाहिँ यो लाइफ ज्याकेट लगाएर सर्ट ओभर बोटमा बस्नेवाला छौँ। हाम्रो चाहिँ जेट बोट आइसकेको रहेछ। अब चाहिँ हामी यहाँबाट लाइनमा रहेर प्रस्थान गर्नेवाला छौँ। यो चाहिँ वान अफ द वर्ल्डको मिठो बर्गर पाउने ठाउँ, बेकरी आइटम्सहरू पाउने ठाउँ। यहाँको भिड हेर्नु होला कति धेरै भिड छ। यही बर्गर खानको लागि यत्रो ठुलो भिड भएको छ यहाँ। फेमस बर्गरको मेन्यु पनि यहीँ देखाएको छ। यहाँ ल्याउ न मेन्यु यतापट्टि आउँछ। यो चाहिँ हामीले रिसिप्ट पाएको छौँ। हाम्रो नम्बर चाहिँ 410 रहेको छ अनि त्यहाँ डिस्प्लेमा चाहिँ 389 को पालो छ। मेबी अझै 10-20 मिनट्स पछि चाहिँ हाम्रो पालो आउनेवाला छ। यहाँनिर हाम्रो टर्न आउन लागिसक्यो है। 407 को पालो आयो। 410 हामीले चाहिँ जेट बोट राइड गरिसकेका छौँ। अब चाहिँ हामी अर्को एडभेन्चरको लागि जाँदैछौँ। अर्को एडभेन्चर चाहिँ अलमोस्ट लाइक 45 मिनट टाढा रहेको छ अनि यो चाहिँ क्विन्स टाउनको रिभर हेर्नु कति ब्युटिफुल छ। मेनली चाहिँ हामी यहाँ माथि जानेवाला छौँ। अब वाट अ मेस्मराइजिङ भ्यू हेर्नु होला। हामी चाहिँ यो ठाउँमा स्टप भएर अलिअलि फोटो खिचिराखौँ। हामी चाहिँ यो पिच रोड नभएको ठाउँमा गाडी चलाइरहेछौँ, ग्राभल रोडमा। ड्राइभर साहब यहाँ छ। अब हामी केबल कार जस्तै एउटा चढ्नेवाला छौँ। यसको नाम रहेको छ स्काइलाइन रहेको छ। यहाँ डर लाग्यो रे है, कसैलाई डर लाग्यो चाहिँ। अब हामी
यहाँबाट न्युजिल्यान्डको साउथ आइल्यान्डको टपमा जाँदैछौँ, क्विन्सटाउनको सबसे टप भ्युइङ पोइन्टमा। कसरी बना होला क्या यो यार गर्दै ल है ल। कस्तो डर लाग्यो यार डर लागेन छैन। अब माथि जाँदैछौँ। हाइटदेखि डर लाग्छ नि त मलाई थाहा छ तिमीलाई। ए हेर्नु क्विन्सटाउन माथिबाट हेर्नु कस्तो माथि आइपुगेछौँ है। हामी त अघि नै हामी जेट बोट राइड चाहिँ यो खोलामा गरेको थियौँ। अब चाहिँ हामी माथि 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 जाँदैछौँ। हेर्नु होला कति माथि आइपुग्यो यार। यो हेर्नु यहाँ डिफोरेस्टेसन भइरहेको छ पुरै। यो यहाँ चाहिँ हिउँ पर्छ खासमा। हिउँ परेको बेला दामी हुन्छ। त्यो माउन्टेन हेर न, त्यो माउन्टेन कति राम्रो आएको माथिबाट। उयो जेट बोट यहाँ हेर्नु जेट गरेर हामी अघि गरे जस्तै छ। उदे मेरो मोबाइलको क्यामेराले चाहिँ हेरिरहेछ। हामी चाहिँ पुग्यौँ। अब हाम्रो स्टप आउँदैछ। साइकल लिएर आएछन् मान्छेहरूले यहाँ हेर्नु हाउ कुल दे आर। साइकल लिएर आएछन् मान्छेहरूले हेर यस्तो माउन्टेन बाइकिङ गर्नलाई। हामी चाहिँ माथि आइपुगिसकेका छौँ। यो एडभेन्चर गर्नेवाला हम यहाँबाट माथिबाट क्विन्सटाउनको भ्यू हेर्नु होला। हामी भर्खरै यही केबल कारहरू चढेर माथि आइपुगेका हौँ। प्लेन अब हामी अर्को एडभेन्चरको लागि जाँदैछौँ। अब चाहिँ हामी नयाँ एडभेन्चर गर्न जान लाग्छौँ। हेर्दै गर्नु होला है। तीनजना ल 4 जना। बाई बाई। हामी चाहिँ माथि जाँदैछौँ। माथि हामी पनि माथि नै जाँदैछौँ। त्यसरी हामी पनि गोकार्ट रेसिङ गर्नेवाला छौँ अब एकैछिनमा। गोकार्ट 3 चोटिसम्म खेल्न मिल्ने रहेछ। फेरि हामी यो चढेर ब्याक टु क्विन्सटाउन तल अँध्यारो भइसक्यो रहेछ। हेर्नु होला पुरै अँध्यारो। अब नाइट भ्यू हेर्नु तल टाढो कस्तो चिसो। क्विन्सटाउनको नाइट भ्यू हेर्नु कति राम्रो छ। वाउ रोक्यो त हाम्रो अनि आजको डे हाम्रो यही सकिन्छ। आई होप यु लाइक आवर भिडियो एन्ड थ्याङ्क यू फर वाचिङ गाइज। लभ यु अल। हामी केबल कारबाट